सर यो मैले आफैले पनि नबुझेको हो। कति कम्पनीको ब्यालेन्स सिट पिएल हेर्ने हो भने नेगेटिभ बुक भ्यालु नेगेटिभ देखिन्छ क्या, 100 भन्दा पनि तल हुन्छ। तर उसको सेयर कारोबार बजारमा चाहिँ 100 टाइम्स 200 टाइम्स कसैको त मैले त 300 टाइम्स अबोभ ट्रान्जेक्सन भएको देख्छु कि त्यो भ्यालुमा। कारण के हो सर? त्यो भन्दा पनि अझ धेरै टाइम्स माथि कारोबार भएको छ। त्यो कारण के हो भन्दाखेरि सेयर बजार भनेको भेरियस फ्याक्टरहरूको मिक्स हो। सेयर बजारले आजको रियाक्सन गर्दैन। सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ सेयर बजारले ब्यालेन्स सिटले हिजोको रियाक्सन गर्छ। ओके, होइन, प्रिभियस डेटको रियाक्सन गर्ने हो ब्यालेन्स सिटले, फाइनेन्सियल स्टेटमेन्टले। तर सेयर बजारले के गर्छ भन्दाखेरि फ्युचरको रियाक्सन गर्छ। त्यही भएर यसको तालमेल मिल्दैन। ओके, र त्यो मूल्यलाई त्यो चिजले मात्रै पनि निर्धारण गर्दैन। फाइनेन्सियल त्यो एउटा आधार, एउटा पोइन्ट हो, त्यो एउटा महत्त्वपूर्ण आधार हो वित्तीय सूचकहरू। हजुर, होइन, किन त्यो कुनै पनि कम्पनी स्वस्थ छ कि छैन भनेर हेर्नलाई त त्यसका फाइनेन्सियल इन्डिकेटरहरू हेर्ने हो। त्यो एउटा पाटो हो। त्यो बाहेक अन्य पाटो चाहिँ फरकहरू हुन्छन्। जस्तो आगामी दिनमा आउने माहौल कस्तो छ, त्यो कम्पनीको, त्यो इन्डस्ट्रीको, त्यो कम्पनी भएको इन्डस्ट्रियल एरियाको चाहिँ सम्भावना कति छ, होइन, त्यो कम्पनीले आगामी दिनमा लिने चाहिँ पोलिसीहरू, त्यसका योजनाहरू के छन् भन्ने कुराले अर्को प्रभाव पार्छ। अर्को केले प्रभाव पार्छ भन्दाखेरि सप्लाई र डिमान्डले प्रभाव पार्छ। कुनै एउटा स्पेसिफिक कम्पनीको लिमिटेड नम्बर अफ सेयर मात्रै मार्केटमा चाहिँ फ्लोट छ भनेपछि कम सेयर भएको सङ्ख्यामा धेरै मान्छेहरू किन्न आयो भने मूल्य बढ्ने हो। डिमान्ड र सप्लाईको कुरा पनि आउँछ। त्यही भएर कम्पनी खराब भए पनि त्यो जबरजस्ती मान्छेहरूले चाहिँ किन्न त्यहाँ आइदिए कुनै विशेष कारणले भनेपछि त्यसको मूल्य बढ्ने हो। त्यही भएर यहाँ कुनै एउटा मात्रै पोइन्टमा ब्ल्याक एन्ड व्हाइटमा एक लाइनमा चाहिँ यो कारणले मूल्य बढ्यो, यो कारणले मूल्य घट्यो भनेर भन्न चाहिँ नमिल्ने विषय हो। यहाँ सयौँ कारणहरू हुन्छन्। त्यही भएर ती कारणहरूको एनालाइसिस गर्न चाहिँ सक्नु पऱ्यो। कहिलेकाहीँ 79 कारणले चाहिँ घट्न पर्ने बजार, सेयरको मूल्य घट्न पर्ने ठाउँमा एउटा कारणले बढिदिन्छ। होइन, जस्तै हामी देखेका छौँ इलेक्सनको बेलामा बढ्दिया छ। होइन, पहिला चाहिँ तपाईँको राजाले टेक ओभर गर्यो, होइन, राजाले आफ्नो चाहिँ शासन लिँदाखेरि चाहिँ सेयर मूल्य बढ्यो। यो विभिन्न घटनाले, अब त्योसँग कम्पनीका केही तात्विक भिन्नता त केही थिएन नि त। कम्पनीको नाफा बढ्ने होइन, केही बढ्ने हो। यी यावत मानसिकता, अर्को चाहिँ मेन कुरा आम मानिसहरूको मानसिक अवस्था कस्तो छ त्यसले सेयर बजारको मूल्य निर्धारण गर्ने हो। मुख्य कुरा चाहिँ एक लाइनमा भन्दाखेरि चाहिँ यो फन्डामेन्टल र टेक्निकल अथवा अन्य पोलिटिकल, सोसियल, इकोनोमिक यिनीहरू पार्ट एकातिर भयो। मुख्य पार्ट चाहिँ तपाईँको मेन्टल कस्तो छ, इन्भेस्टरको मेन्टालिटी, त्यो साइकोलोजी चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कसैलाई कालो असाध्यै मनपर्छ, कसैलाई कालो चाहिँ असाध्यै अप्रिय हुन्छ। किन अप्रिय हुन्छ र किन मनपर्छ त्यसको एन्सर हुँदैन, एक लाइनमा पाइँदैन। त्यही भएर यो विषय चाहिँ सिधा भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ फ्युचरलाई नै बढी भविष्यमा यो हुनसक्छ भन्ने त्यो मानसिकतालाई नै बढी रोल खेलिरहेको कि जस्तो लाग्यो एकदम। मैले अघि तपाईँलाई यो नसा किन भने यसलाई भन्दाखेरि अघि मैले एकदम लत लागेको छ भनेको थिएँ नि। हजुर, यो अहिले बिग्रिएर के भयो, भोलि त भइहाल्छ नि भन्ने त्यो भोलि 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 भन्ने चिज चाहिँ ब्याक अफ द माइन्ड बसिरहने हुनाले चाहिँ त्यो लत लाग्ने हो। यस्तो मिठो लत हुन्छ, आज असाध्यै करोडौँ रुपियाँ नोक्सान भए पनि त्यसले चाहिँ पीडा दिँदैन। किन दिँदैन भन्दाखेरि भोलि त भइहाल्छ नि, भोलि त भइहाल्छ नि भनेर त्यो नसा बढ्दै गएपछि मान्छे चाहिँ अब त्यो भोलि आइदिएन भनेपछि त समाप्त हुन दिन टाढा जाँदैन। सही हो, सही। त्यही भएर यो मात लाग्ने कुरा चाहिँ, नसा लाग्ने कुरा चाहिँ यो खतरा छ सेयर बजारको चाहिँ।